एक्कासी रोटी ग्यास सकिएपछि हिटरमा भयो नि पकाएर खुवाउनै पर्यो। के गाह्रो छ। घरमा हिटर भएको त्यो नभएको गयो गाह्रो हुन्छ। सधैँ रोटी र तरकारी खाने कि फरक फरक हो त? फरक फरक खाने फरक फरक खाने हो फेरि के खुवाउने नास्ता पनि म त हैरान पर्छु। के त्यो उसको पैसा उठाएर खाने हो कसो? पैसा उठाएर खाने हो ना के नास्ता खुवाउन पुगेर हो त खुवाउनी पुगेका रे त भन्ने के बनाउनुलाई दुःख के बनाउनलाई अब सामानहरू भयो त के उता बजारतिरबाट आउँदाखेरि त्यही त सबै बजारतिर त पाइन्छ नि तरकारी पनि। दुईजना बजारबाट आउँदा खराब गरिदिन्छ। यहाँ चाहिँ आलु पाइन्छ अरे आलुको दिनदिनै आलु भुट्दै दिँदै अन्त कहिले आलु परोठा कहिले छोले बनाएर खुवाउनु के बनाउने हो त नि कति हैरान हुन्छु। सिलिन्डर के ढुङ्ग्यान पुस्ने कि नसाथ नगरमा मिना याल्ला बस्यो दिमाग खराब जान्छ टाढे। ए बेल नै रहेछ त म चाहिँ आज ढोका राखिदिनु नि। हिटरमा झन् मजाले पाक्नु भयो। त्यसैमा सेक्न नि मिल्छ होला कि रोटी त सेक्न मिल्छ होला कि त्यसै माथि राखेर छिटो पाक्छ। रोटी बेल्नै रहेछ। चिम्टा बाँकी होला मासु जाँदा गरेर चप्किहाल्छ क्या यो त होइन नानु चप्किन्छ हो। कतिमा पढ्छौ? नर्सरीमा हो। ए त्यसपछि केजीमा जाने हो?